नेपाल बैंक लिमिटेडले सातवटै प्रदेशका लागि ठूलो संख्यामा नयाँ भ्याकेन्सी खुलाएको छ र आजको यो भिडियो अन्तर्गत रहेर यसले कुन कुन पदका लागि कति संख्यामा कर्मचारीहरू माग गरेको छ, त्यसैगरी यस भ्याकेन्सीमा एप्लाई गर्नको लागि शैक्षिक योग्यता कति चाहिन्छ यानि कि कति पढेकाले यसमा एप्लाई गर्न मिल्छ, त्यसैगरी फर्म भर्नको लागि तपाईहरुलाई कागजहरू के आवश्यक पर्छ र तपाईले यसको अनलाइन फर्म कसरी भर्न सक्नुहुनेछ भनेर सम्पूर्ण जानकारी यसै भिडियो मार्फत दिन गइरहेको छु। सो भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्नुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई अलमा सेट गर्नुहोला ताकि आगामी दिनहरुमा तपाईलाई यस्तै भ्याकेन्सी सम्बन्धी त्यसैगरी हेल्पफुल कन्टेन्टहरु सबैभन्दा पहिला मिल्नेछ। सो साथीहरु आउनुहोस् आजको भिडियोलाई ढिला नगरिकन सिधै सुरु गरौँ। र तपाईले हेडिङमा देख्न सक्नुहुनेछ नेपाल बैंक लिमिटेड यसले चाहिँ मिति 2081 चैत महिनाको 15 गते यो भ्याकेन्सी प्रथम पटक प्रकाशित गरेको छ। सो यदि तपाईहरु चाहिँ नेपाल बैंक लिमिटेडको तयारी गरिरहनु भएको थियो भने फाइनली नयाँ भ्याकेन्सी खुलेको छ र तपाईले यसमा अब फर्महरु भर्न सक्नुहुनेछ। र तपाईले चाहिँ मिति 2081 12 महिना 15 गते यानि कि चैत महिनाको 15 गते देखि चाहिँ तपाईले यसमा अनलाइन आवेदन दिन सक्नुहुनेछ वैशाख महिनाको 4 गते सम्म। र तपाईहरुले यदि त्यो मितिमा चाहिँ यदि फर्महरु भर्न तपाईले सक्नु भएन अथवा भ्याउनु भएन भने तपाईले 1 महिना 11 यानि कि तपाईले वैशाखको 11 गते सम्म चाहिँ दोपहर 10 मा तपाईले यसमा अनलाइन फर्म भर्न सक्नुहुनेछ भनेर यसमा देखाइएको छ। र यसले अब कुन कुन पदको लागि कति संख्यामा कर्मचारीहरू माग गरेको छ भनेर हेरौँ। र यसले चाहिँ सबैभन्दा सुरुमा रहेको छ प्रबन्धक सीए को लागि माग गरिएको छ खुला र महिलाबाट। र यसको तह भनेको 8औं तह रहेको छ भने दोस्रोमा रहेको छ उपप्रबन्धक, यसको तह 7औं रहेको छ भने खुल्लाबाट 1 जना मात्र माग गरिएको छ। त्यसैगरी तेस्रो नम्बरमा रहेको छ सहायक प्रबन्धक र यसमा चाहिँ खुल्लाबाट माग गरिएको छ 19 जना, महिलाबाट 5 जना, आदिवासी जनजातिबाट 5 जना, मधेसीबाट 3 जना, दलितबाट 2 जना र अपाङ्गबाट 1 जना माग गरिएको छ। सो यदि तपाईहरु चाहिँ सहायक प्रबन्धक पदको लागि यदि एप्लाई गर्न चाहनुहुन्छ भने तपाईहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट चाहिँ व्यवस्थापन अथवा अर्थशास्त्र मानविकीमा न्यूनतम स्नातकोत्तर सकेको हुनुपर्नेछ भनिएको छ। मास्टर डिग्री तपाईले सकेको हुनुपर्नेछ। व्यवस्थापन यानि कि तपाईहरुले अब म्यानेजमेन्ट विषय लिएर चाहिँ तपाईहरुले अर्थशास्त्र तपाईहरुको मेन सब्जेक्ट अथवा मानविकी सब्जेक्ट चाहिँ मेन राखेर यदि तपाईले कम्प्लिट गर्नुभएको छ भने मास्टर चाहिँ तपाईहरुले यसमा एप्लाई गर्न सक्नुहुनेछ। त्यसैगरी अर्को रहेको छ सहायक प्रबन्धक सीए रहेको छ। यसमा खुल्लाबाट 4 जना, महिलाबाट 2 जना र आदिवासी जनजातिबाट 1 जना माग गरिएको छ। र यसको लागि चाहिँ यदि तपाईहरु एप्लाई गर्न चाहनुहुन्छ भने सीए अथवा एसीसीए उत्तीर्ण गर्नुभएको छ भने तपाईले यसमा एप्लाई गर्न सक्नुहुनेछ। त्यसैगरी सहायक पदको लागि माग गरिएको छ 7वटै प्रदेशबाट र सबैभन्दा सुरुमा हामी कोशी प्रदेशबाट हेरौँ। र कोशी प्रदेशमा चाहिँ तपाईले देख्न सक्नुहुनेछ यसको तह भनेको 4थो तह रहेको छ भने पद मैले भनि नै गएँ सहायक पद। र यसमा चाहिँ खुल्लाबाट 2 जना माग गरिएको छ, महिलाबाट 1 जना, मधेसीबाट 1 जना, अपाङ्गबाट 1 जना, पिछडिएका क्षेत्रबाट 1 जना यसमा माग गरिएको छ। यो चाहिँ कोशी प्रदेशको लागि मात्र रहेको छ भने मध्य प्रदेशको लागि तपाईले देख्न सक्नुहुनेछ खुल्लाबाट 9 जना माग गरिएको छ, त्यसैगरी महिलाबाट 2 जना, त्यसैगरी तपाईले देख्न सक्नुहुनेछ आदिवासी जनजातिबाट 2 जना, मधेसीबाट 2 जना र दलितबाट 1 जना माग गरिएको छ। त्यसैगरी बागमतीको लागि तपाईले देख्न सक्नुहुनेछ खुल्लाबाट 13 जना, महिलाबाट 3 जना, आदिवासी जनजातिबाट 3 जना, मधेसीबाट 2 जना, दलितबाट 1 जना र पिछडिएका क्षेत्रबाट 1 जना यसमा माग गरिएको छ है। त्यसैगरी गण्डकी प्रदेशको लागि पनि रहेको छ खुल्लाबाट 6 जना, महिलाबाट 2 जना, आदिवासी जनजातिबाट 2 जना, मधेसीबाट 1 जना यसमा कर्मचारीहरू माग गरिएको छ। त्यसैगरी लुम्बिनीको लागि माग गरिएको छ खुल्लाबाट 9 जना, महिलाबाट 3 जना, आदिवासी जनजातिबाट 2 जना, मधेसीबाट 2 जना र अपाङ्गबाट 1 जना यसमा कर्मचारीहरू माग गरिएको छ। त्यसैगरी कर्णाली प्रदेशका लागि तपाईले देख्न सक्नुहुनेछ खुल्लाबाट 9 जना, महिलाबाट 3 जना, आदिवासी जनजातिबाट तपाईले देख्न सक्नुहुनेछ 2 जना, मधेसीबाट 1 जना, अपाङ्गबाट 1 जना र पिछडिएका क्षेत्रबाट 1 जना माग गरिएको छ भने सुदूरपश्चिम प्रदेशबाट यहाँ माग गरिएको छ तपाईले देख्न सक्नुहुनेछ खुल्लाबाट 3 जना, महिलाबाट 1 जना, आदिवासी जनजातिबाट 1 जना र मधेसीबाट जम्मा 1 जना यसमा कर्मचारीहरू माग गरिएको छ है। र यदि तपाईहरु अब सहायक पदको लागि एप्लाई गर्न चाहनुहुन्छ 7वटै प्रदेशबाट भने चाहिँ तपाईहरुले यदि मान्यता प्राप्त शिक्षण संस्थाबाट चाहिँ न्यूनतम स्नातक तह उत्तीर्ण गर्नुभएको छ भने चाहिँ तपाईहरुले यसमा एप्लाई गर्न सक्नुहुनेछ है। यानि कि तपाईले ब्याचलर सक्नु भएको छ भने चाहिँ यी पदहरुका लागि एप्लाई गर्न तपाईहरुले सक्नुहुनेछ।
त्यसैगरी अर्को रहेको छ प्रदेशगत विज्ञापन सहायक आइटीको लागि रहेको छ। सो यदि तपाईँहरूले अब आइटी सक्नु भएको छ मान्यताप्राप्त शिक्षण संस्थाबाट सूचना प्रविधिमा चाहिँ न्यूनतम तपाईँहरूले ब्याचलर सक्नुभएको छ भने तपाईँले यसमा एप्लाई गर्न सक्नुहुनेछ र यसमा चाहिँ महिलाबाट मात्र माग गरिएको छ, जम्मा 1 जना। त्यसैगरी अब तपाईँले देख्न सक्नुहुनेछ कनिष्ठ सहायकको लागि माग गरिएको छ बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको लागि। र सबैभन्दा सुरुमा हामी बागमती प्रदेशदेखि हेरौँ र बागमती प्रदेशमा खुल्लाबाट 4 जना माग गरिएको छ कनिष्ठ सहायक। त्यसैगरी महिलाबाट 1 जना, मधेसीबाट 1 जना र पिछडिएका क्षेत्रबाट जम्मा 1 जना माग गरिएको छ। त्यसैगरी गण्डकी प्रदेशको लागि माग गरिएको छ खुल्ला महिला र मधेसीबाट 1-1 जना, जम्मा 3 जना माग गरिएको छ। त्यसैगरी लुम्बिनीबाट माग गरिएको छ खुल्लाबाट 3 जना, महिलाबाट 1 जना, आदिवासी जनजातिबाट 1 जना र दलितबाट 1 जना यसमा माग गरिएको छ। त्यसैगरी कर्णाली प्रदेशबाट यसमा माग गरिएको छ खुल्लाबाट जम्मा 2 जना, त्यसैगरी महिलाबाट 1 जना र मधेसीबाट यसमा जम्मा 1 जना मात्र कर्मचारीहरू माग गरिएको छ। सो अब तपाईँहरूले कनिष्ठ सहायक पदको लागि यदि तपाईँहरू एप्लाई गर्न चाहनुहुन्छ भने चाहिँ न्यूनतम शैक्षिक योग्यतामा तपाईँले यहाँ देख्न सक्नुहुनेछ। यदि तपाईँहरूले कुनै पनि शिक्षण संस्थाबाट चाहिँ प्रमाणपत्र तह यानि कि +2 सक्नुभएको छ भने चाहिँ जुनसुकै विषयमा तपाईँहरूले यसमा एप्लाई गर्न मिल्यो है त। त्यसैगरी अब यसका अन्य रिक्वायरमेन्टहरू के छन्, तपाईँहरूले यसमा फर्महरू कसरी भर्न सक्नुहुनेछ तपाईँहरूलाई यहाँ दिएको छ। सो तपाईँहरूले भिडियोलाई स्किप नगरिकन यहाँ हेर्न सक्नुहुनेछ। र तपाईँहरूले अब यहाँ देखाइएको छ विज्ञापन सम्बन्धी ऐन सूचना भनिएको छ। र यदि तपाईँहरू समावेशी तर्फबाट यदि फर्महरू भर्दै हुनुहुन्छ भने तपाईँहरूलाई अब आदिवासी जनजातिको लागि आफ्नै डकुमेन्टहरू तपाईँले सब्मिट गर्नुपर्ने हुन्छ। त्यसैगरी दलितको लागि, मधेसीको लागि, अपाङ्गताको लागि, पिछडिएका क्षेत्रका लागि जति पनि डकुमेन्टहरू तपाईँहरूको छन् तपाईँहरूले उक्त डकुमेन्टहरू सब्मिट गर्नुपर्ने हुन्छ अनलाइन फर्म भर्दाखेरि। र यो सेवाको किसिम भनेको स्थायी पदपूर्तिका लागि नेपाल बैंक लिमिटेडले कर्मचारीहरू माग गरेको छ। सो तपाईँहरूले देख्न सक्नुहुनेछ कति उमेरसम्मकाले यसमा एप्लाई गर्न मिल्छ भनेर पनि यहाँ देखाइएको छ। सो तपाईँहरूले उम्मेदवारको उमेरमा हेर्नु होला। सो यदि तपाईँहरू चाहिँ फर्म भर्ने अन्तिम मिति यानि कि वैशाख महिनाको 4 गतेसम्म चाहिँ यदि तपाईँहरू प्रबन्धक सीए पदको लागि यदि एप्लाई गर्दै हुनुहुन्छ भने तपाईँहरू 21 वर्ष पुरा भई 45 वर्ष ननाएको हुनुपर्नेछ। त्यसैगरी उपप्रबन्धक सहायक प्रबन्धक पदका लागि चाहिँ तपाईँहरू 21 वर्ष पुरा भई 35 वर्ष ननाएको यसमा हुनुपर्नेछ भनेर देखाइएको छ है। त्यसैगरी अब सहायक आइटीको लागि, गोल्ड टेस्टरको लागि, त्यसैगरी सहायक आइटीको लागि कनिष्ठ सहायक पदका लागि चाहिँ तपाईँहरू 18 वर्ष पुरा भई 35 वर्ष ननाएको हुनुपर्नेछ। त्यसैगरी यदि तपाईँहरू महिला तथा अपाङ्ग उम्मेदवारहरू हुनुहुन्छ भने चाहिँ तपाईँहरू 40 वर्ष ननाएको यसमा हुनुपर्नेछ भनेर पनि देखाइएको छ। उम्मेदवारको छनौट विधि भनिएको छ र तपाईँहरूको लिखित परीक्षा त्यसैगरी अन्तर्वार्ता हुनेछ र कनिष्ठ सहायकको चाहिँ प्रयोगात्मक एक्जाम पनि यसमा सञ्चालन हुनेछ भनिएको छ। सो तपाईँहरूले यसमा चाहिँ प्रयोगात्मक परीक्षा पनि दिनुपर्ने हुन्छ कनिष्ठ सहायक पदका लागि चाहिँ। त्यसैगरी अब परीक्षण काल अवधि 1 वर्षको हुनेछ। महिला कर्मचारीका लागि चाहिँ 6 महिना मात्र हुनेछ भने अब तपाईँहरूले यसमा फर्म भर्दाखेरि कति दस्तुर तिर्नुपर्ने हुन्छ भनेर यहाँ देखाइएको छ। सो तपाईँहरूले यसलाई ध्यान दिएर स्किप नगरिकन हेर्नु होला। र यसमा चाहिँ तपाईँहरूलाई देखाइएको छ सीए यानि कि प्रबन्धक पदको लागि, त्यसैगरी उपप्रबन्धक, त्यसैगरी सहायक प्रबन्धक पदको लागि चाहिँ तपाईँहरूले 1000 रुपियाँ परीक्षा दस्तुर बुझाउनु पर्ने हुन्छ। त्यसैगरी यदि तपाईँहरू अब 1 भन्दा बढी समूहबाट सेवा समूहबाट यदि एप्लाई गर्दै हुनुहुन्छ भने तपाईँले थप 400 रुपियाँका दरले पनि तिर्नुपर्ने हुन्छ भनिएको छ सीए पदको लागि अथवा सहायक प्रबन्धकको लागि। त्यसैगरी अब सहायक आइटी र कनिष्ठ सहायक गोल्ड टेस्टरको लागि चाहिँ यदि तपाईँहरू एप्लाई गर्दै हुनुहुन्छ भने तपाईँहरूले 800 रुपियाँ परीक्षा दस्तुर तिर्नुपर्ने हुन्छ। त्यसैगरी यदि तपाईँहरू थप समावेशीबाट एप्लाई गर्नुहुन्छ भने चाहिँ प्रत्येक 200 रुपियाँका दरले तपाईँहरूले परीक्षा दस्तुर चाहिँ तपाईँहरूले तिर्नुपर्ने हुन्छ भनेर यहाँ देखाइएको छ। त्यसैगरी तपाईँलाई यहाँ देखाइएको छ परीक्षा दस्तुर बुझाउने विधि भनेको तपाईँहरूले फर्म भर्दाखेरि अनलाइनबाटै तपाईँहरूले पेमेन्ट गर्न सक्नुहुनेछ कुनै पनि एउटा पेमेन्ट मेथड सेलेक्ट गरेर। र तपाईँहरूको लिखित परीक्षा अन्तर्वार्ता त्यसैगरी प्रयोगात्मक एक्जामहरू चाहिँ लोकसेवा आयोगबाटै सञ्चालन हुनेछ। त्यसैगरी लिखित परीक्षा कार्यक्रम र परीक्षा केन्द्र सम्बन्धी सूचना चाहिँ पछि प्रकाशन गरिनेछ भनिएको छ। यसमा अहिले नै कहाँ हुन्छ, कुन ठाउँमा हुन्छ भनेर तोकिएको छैन, कुन डेटमा हुन्छ भनेर तोकिएको छैन। यो चाहिँ तपाईँहरूलाई पछि लोकसेवा आयोगले नै जानकारी दिनेछ। सो तपाईँहरूले लोकसेवा आयोगको अफिसियल वेबसाइटहरू पनि चेक गर्दै गर्न सक्नुहुनेछ। त्यसैगरी यदि तपाईँहरू चाहिँ अनलाइन फर्म भर्न चाहनुहुन्छ भने नेपाल बैंक लिमिटेडको अफिसियल वेबसाइटमा गएर तपाईँहरूले करियरमा ट्याब गरेर अनलाइन फर भ्याकेन्सी अप्सनमा क्लिक गरेर अनलाइन फारम तपाईँहरूले भर्न यसमा सक्नुहुनेछ। र तपाईँहरूलाई अब दरखास्त सम्बन्धी कुनै पनि जानकारी लिनु परेमा चाहिँ तपाईँहरूले नेपाल बैंक लिमिटेडको अफिसियल
इमेल आइडी त्यसै गरी तपाईँलाई यहाँ फोन नम्बरहरू दिएको छ। यो फोन नम्बरमा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुनेछ अथवा तपाईँहरूले मेल पनि गर्न सक्नुहुनेछ। सो तपाईँहरूलाई अब अनलाइन फर्म कसरी भर्ने प्रोसेस स्टेप बाई स्टेप यदि जान्न मन छ भने तपाईँहरूले कमेन्ट गर्नुहोला। तपाईँहरूको कमेन्ट अनुसार म अर्को भिडियो लिएर उपस्थित हुनेछु यदि तपाईँहरूको डिमान्ड धेरै आएमा। त्यसै गरी पाठ्यक्रम यसको कस्तो छ भनेर यदि जान्न चाहनुहुन्छ भने त्यो पनि तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ। र तपाईँहरूलाई मैले नेपाल बैंक लिमिटेडले खुलाएको यस भ्याकेन्सीबारे सम्पूर्ण जानकारी दिइसकेको छु र आई होप तपाईँलाई यो भिडियो राम्रो लाग्नेछ। यदि राम्रो लागेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न बिल्कुलै नबिर्सिनु होला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरी छेउमा रहेको बेल आइकन अलमा सेट गर्नुहोला ताकि आगामी दिनहरूमा तपाईँलाई यस्तै भ्याकेन्सी सम्बन्धी त्यसै गरी हेल्पफुल कन्टेन्टहरू सबैभन्दा पहिला मिल्नेछ। सो साथीहरू आजको लागि यति नै र अर्को भ्याकेन्सी नआउन्जेलसम्मको लागि बाई।